अनुवाद गरिएको पुस्तक हो। यसको ओरिजिनल भनेको चाहिँ अङ्ग्रेजीमा थियो, रिपोर्ट फ्रम लासा भनेर। त्यसलाई चाहिँ विराट अनुपम जो पत्रकार साहित्यकार सँगसँगै अध्ययनलाई एकदमै रुचि राख्ने व्यक्तित्व हुनुहुन्छ, उहाँले चाहिँ यसलाई अनुवाद गर्नुभएको छ। अनुवाद गरेर एकदमै हामी सबैलाई बुझ्न सजिलो हुने गरी सरल भाषामा लेख्नु भएको छ। यो पुस्तकको बारेमा भन्नुपर्दाखेरि चाहिँ सन् 1972 जुलाईदेखि 1975 फेब्रुअरीमा नेपालको एकमात्र विदेशी कूटनीतिक यो नेपाली महावाणी दूतावासका प्रमुख हुनुहुन्छ। उहाँ चाहिँ लासा घुम्न गएको बेलामा त्यहाँ यात्रा गर्दै गर्दाखेरि उहाँले देखेका, भोगेका र विश्लेषण गरेका कुराहरू चाहिँ यो पुस्तकमा अटाइएको छ। यसमा चाहिँ विशेष गरी चीन र नेपालको सम्बन्ध, तिब्बती समाजको अब त्यो बेलाको अवस्था, राजनीतिक अवस्था, सँगसँगै चीनले कसरी चाहिँ तिब्बती समाजलाई दमन गरेको थियो, लासामा दमन गर्दाखेरि त्यहाँका नागरिकहरूले भोगिरहेको समस्याहरूको बारेमा पनि यो किताबमा चाहिँ चर्चा गरिएको छ। हामीले कृषि क्रान्तिको विषयमा कुरा गर्छौँ, विशेष गरी लासा चाहिँ कसरी कृषिमा चाहिँ क्रान्ति गरेर विकसित भयो, सानो ठाउँबाट कसरी ठुलो भयो, उद्योग धन्दाले त्यसलाई कसरी सहयोग गर्यो भन्ने कुरा छ। अझै जो रोचक कुरा के छ भने यो पुस्तक चाहिँ आजभन्दा 50 वर्ष अगाडि लेखिएको हो। 50 वर्ष अगाडिका कुराहरू हुन्थेन। त्यो बेलामा चीन पनि यति धेरै विकसित भइसकेको थिएन र लासा पनि थिएन, नेपाल पनि थिएन। यो तिनैवटाको सम्बन्ध चाहिँ यसमा बुझ्न सकिन्छ। त्यो बेलाको इतिहास जान्ने हो, कसरी यहाँसम्म आइपुग्यो भनेर जान्ने हो भने यो पुस्तक एकदमै उपयोगी छ र हाम्रो लागि बुझ्नको लागि सरल पनि छ। तातो पानीबाट सुरु भएको यात्रा लासासम्म पुग्दाखेरि कति धेरै कठिनाइहरू भए झन्डै 65 पेजसम्म त हामीले यात्रामा चाहिँ भन्न पाउँछौँ। यात्रामा आएका चुनौतीहरू, यात्रा गर्दै गर्दाखेरि लासा पुग्दाखेरि दुर्बहादुर विष्टको परिवारलाई लाग्छ कि त्यहाँ केही पनि सामान पाइँदैन होला, टन्डी लिएर जानुपर्छ भनेर टन्डी झोला बोकेर जाँदाखेरि त्यहाँ सामान धेरै भएका कुरादेखि लिएर छोरीलाई चिसो लागेर बिरामी भएका कुराहरू, धेरै कुराहरू यसमा छन्। र त्यसपछि चाहिँ बल्ल त्यहाँको वस्तुगत कुराहरू चाहिँ हामीले पढ्न पाउँछौँ। विशेष गरी भेडामा कसरी त्यसले क्रान्ति गर्यो, कृषिमा र उद्योग धन्दा कतिबाट सुरु भएको थियो र पछि चाहिँ त्यसले कसरी चाहिँ विकसित रूप लियो भन्ने कुराहरू पनि छ। चीनका मानिसहरू चाहिँ कसरी प्रस्तुत हुन्थ्यो भने हजुर हामीसँग त केही पनि छैन, हामी पनि गरिँदै हो, तिनै गर्न सक्छौँ र भनेर चाहिँ उनीहरू प्रस्तुत हुने गर्थे, जबकि उनीहरू लासाभन्दा अलिकति विकसित थिए। तर पनि चीनकै सहयोगमा चाहिँ लासा पछि विकसित भएको हुन्छ। उसले चाहिँ त्यहाँबाट प्राविधिक सहयोगहरू पठाएर चाहिँ लासालाई धेरै नै सहयोग गरेको छ भन्ने कुराहरू पनि यसमा पढ्न पाइन्छ। म धेरै बोल्दिनँ। यदि तपाईँहरूलाई चीन नेपालको सम्बन्धको बारेमा जान्नु मन छ, कृषिले कसरी क्रान्ति गर्दो रहेछ भन्ने कुरामा जान्नु मन छ भने चाहिँ यो किताब पढ्न सक्नुहुन्छ। तपाईँहरू मानवशास्त्रमा रुचि राख्नुहुन्छ, सामाजिक विज्ञानमा अध्ययन गर्न चाहनुहुन्छ, राजनीतिमा एकदमै धेरै चासो राख्नुहुन्छ, कूटनीतिक पढ्न मन लाग्छ भने तपाईँहरूलाई यो पुस्तकले सहयोग गर्नेछ। मैले भनेका विधा मात्रै कुनै पनि छैन होला भन्ने लाग्छ भने पनि यो पढ्न सक्नुहुन्छ। अहिले त झन् यस्तो स्थितिमा छ कि अब हामी नयाँ क्रान्ति गर्नुपर्छ भनेका छौँ। अहिले अन्तरिम सरकार बनिरहेको छ, देश के हुने होला भन्ने छ होइन। यो देशलाई यो किताब पढेर पनि हामीले चाहिँ यो कुराहरू चाहिँ अहिले पनि लागू गर्न सक्छौँ। कृषिमा के गर्न सक्छौँ होइन, युवाले कसरी काम गर्न सक्छन्, उद्योग धन्दाले कसरी सहयोग गर्न सक्छ भन्ने कुराहरू अहिले पनि हामीले चाहिँ यो किताब हेरेर चाहिँ अध्ययन गर्न सक्छौँ। त्यही भएर यो पुस्तक पढ्नु होला। सबैलाई पुस्तक पढ्नको लागि चाहिँ मैले एकदमै अनुरोध गर्न चाहेँ। र समीक्षा गर्दै गर्दाखेरि किताबको राम्रो पक्ष मात्रै होइन, के कमजोरी पक्ष पनि भनिदिनुपर्छ भन्ने छ। मैले पढ्दै गर्दाखेरि यो पुस्तकमा चाहिँ यात्राको कुरा गर्दा मलाई अलिकति बोरिङ लागेको थियो। यात्रामा हुन त त्यहाँको वातावरणीय पक्षहरू, हिमाल, त्यो खोलाको त चर्चा गरिदिएको छ। त्यसमा अलिकति पारिवारिक प्रेमहरू अझै ल्याइदिएको भएको थियो। अरू कुराहरू, प्रेमी कुराहरू पनि यसमा जोडिदिएको भएको थियो। सायद त्यो बेलामा पनि त प्रेमी कुराहरू त हुन्थ्यो होला भन्ने कुराहरू पनि भएको भए यसलाई अझै राम्रो बनाउँथ्यो होला भन्ने छ। सँगसँगै राजा वीरेन्द्र त्यहाँ भ्रमण गर्न जाँदाखेरिको कुरा, माओले उहाँको रानीसँग छुट्टी भेटेका कुराहरू पनि यसमा उल्लेख गरिएको छ। त्यही भएर किताब एकदमै रोचक छ। र अन्तिममा मलाई एउटा ढोको थियो, यो पठन संस्कृति अभियान। म विजयकै उत्पादक हो। म यहीँ बसेर लामो समयसम्म पत्रकारिता गरेँ र अझै पनि मलाई यहीँको यहीँको नै छु म भनेर चाहिँ मलाई पूर्व भन्दै गर्दाखेरि पूर्व नभए हुन्थ्यो भन्ने महसुस भइ नै रहन्छ होइन। त्यही भएर चाहिँ यो विराट अनुपम मेरो आफ्नै मान्छे पनि हुनुहुन्छ। मेरो एकदमै ढोको थियो। मैले अरू बुकहरू पनि यहाँ बसेर समीक्षा त गरेको थिएँ। आफ्नै मान्छेले अनुवाद गरेको पुस्तक पनि यही मञ्चमा बसेर यसरी नै समीक्षा गर्न पाए हुन्थ्यो भनेर रहन्थ्यो। तर काठमाडौँ बसेको भएर हरेक महिनाको शनिबार
एकदमै दौडिँदै आएर समीक्षा गरेको छु।